हामी चाहिँ अब यहाँ देउसी खेल्न जाने आँटेछौँ 3 जना काएर सुधा 4 जना गाई तिहार भैलो हाई बिदा नै हिँड्छौँ बिदा नै हिँड्छौँ बल्ल आयो है। अब हामी चाहिँ अर्को घरमा आइसकेका छौँ देउसी भैलो खेल्नको लागि। देउसी भैलो खेल्न आएको यहाँ welcome back to my YouTube channel and happy Tiyar to everyone. Happy Lakshmi Puja. आज चाहिँ लक्ष्मी पूजा सो हामी चाहिँ अहिले रेडी भइसकेको छौँ लक्ष्मी पूजा गर्नको लागि। अनि अहिले चाहिँ बाहिर यस्तो सबैतिर झिलिमिली स्टार्ट भइसकेको छ। अनि म चाहिँ भर्खरै घर आएर रेडी भएर अब लक्ष्मी पूजा गर्नको लागि तयार भइसकेँ। सो अब चाहिँ हामी तल जान्छौँ अनि लक्ष्मी पूजा गर्छौँ। स्नोबीलाई चाहिँ के भएको अघिदेखि कराकर पुन्टु आज तिम्रो ह्याप्पी बर्थडे हो चिलाए जस्तो छ पुरा छटपटेर बसिरहेछ। ल आऊ सानो तल जाने आउनुहोस् ल स्नोबी बाई जम तल जा लेट्स गो। आऊ यो चाहिँ हाम्रो रहेको छ सानो पूजा कोठा। हाम्रो पूजा कोठा चाहिँ एकदमै सानो छ। अब यहाँ चाहिँ म पूजाको सामानहरू रेडी गर्छु है त। यो चाहिँ रङ्गोली अब चाहिँ यहाँ सजनाले माथिपट्टि लगाउँदैछ। भैलिनीहरू चाहिँ आइसक्नु भयो भैली खेल्नको लागि। खै भट्टाउ त बहिनी भन न भाइ कहाँ आयो चाहिँ हाम्रो पसल। अब आशै दिनुपर्छ टोल चाहिँ एकदमै धेरै मम्मीको चाहिँ यहाँ फोटोसुट भइरहेछ। मम्मीको चाहिँ यसपालि पूजाहरू केही पनि छैन नि त, त्यही भएर मम्मीले चाहिँ पूजा नगरेर मैले गरेको। अनि स्नो बिसाउनी यता आऊ, यहाँ आउन छिटो। ल हामी चाहिँ अब यहाँ देउसी खेल्न जान आँटेछौँ 3 जना काएर सुधा 4 जना अनि यहाँ यतिजना हुनुहुन्छ अगाडि। अब तल अब हामी तल गएर देउसी खेल्छौँ। लक्ष्मी पूजा गाई तिहार भैलो बोली राधाले पठा बोली राजा रे बलि बलि यहाँ रिसोर्टमा आइसक्यो।
अब चाहिँ हाम्रो एकछिनमा चाहिँ देउसी भैलो कार्यक्रम सुरु हुन्छ। यहाँ मम्मी पनि आउनुभएको छ, आन्टीहरू सबजना हुनुहुन्छ। आन्टी जाने सबै आन्टी लमरहरू। अनि देउसी भैलो खेल्ने चाहिँ हामी 6 जना मात्रै छौँ है। छोरी भैलिनी 15 जना जम्मा आएका हामी भैलिनी हरियोको बाले लिपेको लक्ष्मी पूजा गरेको दुईजना आफ्नै पारामा छ। टिकर बल्ल आयो है। अब हामी चाहिँ अर्को घरमा आइसकेका छौँ देउसी भैलो खेल्नको लागि। घरबेटी बाजे माथिबाट हेरेर बस्नु भएको छ। घरबेटी बाको छोरा आज 12 बजिसक्यो, रातिको 12:30। अब चाहिँ हामी यसरी स्पिकर लिएर घर जाँदैछौँ। अनि आज चाहिँ हामीले 2-3टा घर मात्र खेल्यौँ भनेको। ल आजको भ्लग चाहिँ यहीँ गरौँ है त। बाई बाई। आज चाहिँ हाम्रो नेक्स्ट डे। बाहिर चाहिँ देउसी भैलो खेल्न आएको छ। यहाँ चाहिँ हाम्रो स्नोबी मस्त सुतिरहेको छ। अनि हामी साक्षीको नेल्स गर्दैछौँ अहिले यहाँनिर। साक्षीको अहिले जेल एप्लाई भयो। यो रहेको छ हाम्रो साक्षीको फाइनल नेल्स। यसरी देखाउँदै सो गुड। उसको चाहिँ हामीले क्याटाई गरेको हो। तपाईँहरूलाई पनि मन पर्यो भने मेरो दिदीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। नानी त्यसको लागि चाहिँ इन्स्टामा डिएम गर्नु लास्टको 3टा नम्बरको लागि। भले 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 हाम्रो आजको देउसी भैलो स्टार्ट हुन लागिसकेको छ। हाम्रो गाइजहरू चाहिँ आइसक्नु भयो। हाम्रो चाहिँ आज नेक्स्ट डेको देउसी स्टार्ट भइसकेको छ। हाम्रो टिममेट चाहिँ यति हो है। सो यहाँ उहाँ चाहिँ हाम्रो विमला गौतमजी मादल बजाउने। हजुरको आँगनीमा नाच्दै गाउँदै यो घरमा सबै देउसी खेलेर यहाँ दक्षिणा उठाउँदै हुनुहुन्छ। अब चाहिँ हामी जान्छौँ अर्को घरतिर। तपाईँहरूलाई धेरै धेरै धन्यवाद।
हामीलाई ल 11 भइसक्यो है पसेर देउसी देउसी खेल्न पाए अङ्कलको आइसकेको छ आनन्द देउसी हुन्थ्यो खेल्न लागि हे देउसी रे भन देउसी रे हे राम्ररी भन देउसी रे हे भन मेरा सँगै देउसी रे हे यति सानो बच्चा देउसी रे हे बोकेर आएको देउसी रे हे हामी देउसी भैली देउसी रे हे आएका छौँ देउसी रे हे देउसी रे भन देउसी रे हे भन न भन देउसी रे अब खोल्छन् अब देउसी रे हे लला आउनु पर्यो देउसी रे ए छिटो आउनु पर्यो देउसी रे हाय गेट खोल्नु पर्यो देउसी रे हे ढाडको पाइप देउसी रे हे तल आउनु सायब देउसी रे हे ढाडको पाइप देउसी रे हे सही सायब देउसी रे हे हजुरको देउसी रे हे आँगन बाहिर देउसी रे ए आउनु भयो देउसी रे यहीँबाट सलाम ठोके देउसी रे ए ढोका खुल्यो देउसी रे ए ढोका खुल्यो देउसी रे ए स्पिकर भएको देउसी गाइस हामी भन्दा ठुलो चाहिँ हाम्रो स्पिकर छ हेलो दैछै गर्ने खोल्ला खोल्ला तिहारको बेला देउसीले खेल्दा नरिसाउनु होला खोल्ला हजुरको आँगनीमा नाच्दै गाउँदै आयो वर्ष र दिनको चाड सम्झेर वर्ष र दिनको चाड सम्झेर आहै भन भन बहिनी हो देउसी रे आहै आँखुम आहै सैलेटी चाखुम आहै सेलरोटी चाखुम देउसी रे ए छाना माथि घिरौला देउसी रे हे के दिन्छ देउसी रे ए झिलिमिली झेल्ला देउसी रे हे सखी भाइ देउसी रे देउसी रे भन देउसी रे देउसी रे देउसी रे भन देउसी रे या तेरो देउसी रे भाइ देउसी भैली खेल्न आएको यहाँ पनि साउले देख्दैन हामी चाहिँ अहिले यहाँ तल आएको छौँ दर्शन दिदी पनि दर्शन दिदीबहिनीहरू हामी चाहिँ अहिले यहाँ तातो पानी खान लागेको 1 बजे हो हामी चाहिँ हट लेमन खाइरहेछौँ हट लेमन कस्तो छ टेस्ट गराउँछ फेरि यहाँ टक्क देउसी भैलो खेलेर अलिकति तातो तातो चिया खाँदैछौँ ल साथीहरू देउसी कस्तो भयो त हाम्रो एकदम रमाइलो अहिले रातिको 1 बज्यो अनि स्पिकर चाहिँ यहाँ मान्छेभन्दा ठुलो छ अनि बोकेर घरसम्म जाँदैछु एकदमै रमाइलो भयो एकदमै मेमोरेबल भयो लास्ट नै रमाइलो भयो ल कस्तो भयो अरे सबैजनाले देउसी भनिदेऊ त ओके गाइज आजको लागि यति नै सी यू टुमरो बाइ बाइ आज चाहिँ नेक्स्ट डे फेरि हाम्रो देउसी स्टार्ट भइसक्यो यहाँ छ हाम्रो टोलीहरू अनि यहाँ चाहिँ अर्को पनि देउसी खेलिरहेको रहेछ है आजको दिन देउसी रे मात्र हो नि देउसी रे टोलीदेखि देउसी रे ए म माग्ने छैन देउसी रे है देउसी रे भन देउसी रे है शर्मिलाई कन देउसी रे है आजको दिन देउसी रे ए धेरै देउसी रे ए खुसी लाग्छ देउसी रे है यो घरमा देउसी रे है प्रवेश गर्दा देउसी रे ए देउसी रे भन देउसी रे है ए मेरा सङ्गी देउसी रे ए देउसी हाम्रो देउसी रे ए सुखी देउसी रे ए परिवार देउसी रे ए राय देउसी रे ए विकास भाइ देउसी रे ए विकास दाइ देउसी रे ए विकास दाइ देउसी रे ए यहाँसम्म देउसी रे देउसी रे देउसी रे ए खेल्न आएको देउसी रे है सुनेर देउसी रे मादल कुमारी देउसी रे देउसी रे ए राम्रोसँग बजाऊ देउसी रे ए नत्र भने देउसी रे ए अरूलाई
देउसीरे 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 हालेर देखाउने देउसीरे यो सङ्गीहरूलाई देउसीरे कसरी देउसीरे यो मुख देखाउनु देउसीरे यो लेख देखाउनु देउसीरे एक मेरी दिदी अहिलेको जमानामा देउसीरे 10 रुपियाँले देउसीरे एउटा चकलेट पनि देउसीरे आउँदैन देउसीरे भन देउसीरे भन देउसीरे खाइ देउसीरे मसँग छैन देउसीरे भनेदेखि देउसीरे म हालिदिउँला देउसीरे भन देउसीरे 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 पैसा चाहिन्छ देउसीरे देउसीरे भन देउसीरे राम्ररी भन देउसीरे यो किशोर भाइ देउसीरे एक ठाउँमा मात्र देउसीरे हात हाले होइन देउसीरे दिनु पनि उठाउनु पनि स्वर कस्तो भयो भट्याउँदै स्वरै गयो के भयो हजुरको आँगनमा शिवाको घरमा आएको छ ढोका चाहिँ खुल्ला छैन 10 मिनट भइसक्यो साथीहरू बत्ती बोले जस्तो लाग्यो मेरो छोरी आयो भनेर ढोका खोल्नु तिनमा के खैली सुरुका उठ्नु न दाजु फुरुका हे औसीको दिन गाई तिहारो भैलो औँसीको दिन गाई तिहारो भैलो यहाँ मात्र होइन अन्त पनि जानु छ हे औसीको दिन गाई तिहारो भैलो औँसीको दिन गाई तिहारो भैलो यो घर कत्रो सिंहदरबार जत्रो। आजको ब्लग चाहिँ अब यहीँ गर्दैछौँ बाई बाई